पुग्यो पिलपिल बत्तीमा सोने आज भेट भयो छिर्दिम बत्तीमा नरिसाउनु न नरिसाउनु अनि त्यस्तो पब्लिकमा सोध्ने हो त फेरि एउटा सोध्दा सोध्दै गर्नुहुन्छ थ्याङ्क यू सो मच एभ्रिवान मन दाइ थ्याङ्क यू सो मच मान्छेबाट आउने फलोअपलाई टिप्ने फलो गर्ने 893 होइन 90 जना हुनुहुन्छ सबैजना ट्याप गर्ने फलो गर्ने गाइज एकचोटि सर स्क्रिनमा छुनु त केही जाँदैन मलाई पनि फलो गर्नु चाहिँ गाइज एभ्रिवान फलो चाहिँ नन स्टप गरिरहनु खालो गयो फलो भने गर्नु ट्याप गर्नु जाओस् फलो छुनु त गर्नु ट्याप गर्नु ए मेरो प्यारो दाइहरु त्यो भिडियो रेकर्ड गरेर युट्युबतिर फेसबुकतिर हाल्ने काम मात्रै नगर्नु के छुनु पनि अब मैले सोध्नुलाई तपाईले त्यो सोध्नु गर्दैन होला तपाईको मैले चाहिँ कस्तो छ भनेर सोध्दा के भन्नुहुन्छ तपाई भन्नुहुन्छ यस्तो चीजहरु पनि हुन्छ यार उता 1K पुगिसक्यो म थ्याङ्क यू सो मच नौटिया 27 पुग्छ हाम्रो पनिशमेन्ट गर्नुपर्छ मैले पर्छ कन्टिन्यू गाइस छुनु स्क्रिनमा कति भयो ए प्लिज वन यात्रा भने होला ह्यापी बर्थडे त गाए भन्मा छ सम्पूर्णलाई थ्याङ्क यू सो मच भन्दै माथि नै प्लिज म पनिशमेन्ट नगर्ने मेरो विनिस्टी अघि उहाँले लानुभयो उताको विनिस्टी यता ल्याउने विनिस्टी उताबाट पनिशमेन्ट दिन्छ नानी हामी प्लिज पनिशमेन्ट नगर्ने म हाँस त हल्लिन्छ त हल्लिन्छ त घुमाउनेले भेटाको पनिशमेन्ट नगर्ने प्लिज गाइस म पनिशमेन्ट नगर्ने प्लिज जिताइदिनु न म पनिशमेन्ट दिन्छु आउच म पनिशमेन्ट गर्दिन के प्लिज पनिशमेन्ट नगर्ने नि प्लिज पनिशमेन्ट नगर्ने नि ह्यापी बर्थडे टु यु थोते भाइ भिडियो नहाल्नु पर्ने रहेछ कसरी पत्याएन कसम होला ह्यापी बर्थडे टु यु नभन्दा पनि थ्याङ्क यू सो मच मेरो दाइहरु आउनु भएको छ वेलकम छ ह्यापी बर्थडे किन मैले आज बर्थडे नमनाएको भने चाहिँ हाम्रो कम्पनीले मनाइदिन्छन् तर नमनाएको चाहिँ मर्नको लागि जाँदैछु मर्न जाँदै भने किन खुसियाली मनाइरहने 1 वर्ष घट्दै हो क्या मर्नको लागि पनिशमेन्ट गर्नुहोस् तपाईको बर्थडेमा के पनिशमेन्ट गर्नु गाना बजाउनुस् नाचिदिन्छु तपाईको बर्थडेमा आफ्नै तपाईँ पाहुना आउनु भएको छ किचन कता छ म आफै पकाएर खान्छु भने जस्तो कुरा नगर्नु तपाईलाई पनिशमेन्ट दिनु छ मैले तपाईँ आफै म त्यस्तो हुन्छ पनिशमेन्ट भनेको पनिशमेन्ट हुन्छ नर्मल त्यो ट्यापले यो तपाईको 12 से ट्यापले भाउ भन्नुस् के गर्नु पर्यो मैले लाइभ जाने खालको दिन न अलिकति जानुस् 1 मिटर सरल ज्यान देख्नु पर्यो साला हामी हेर्नै त बस्यौं अनि खोइ त तपाईँ देखिन त नि तपाईँ नदेखिसि कुरै आउँदैन मलाई लामो सुरुवाल लगाएको क्या भन्नु कट्टु लाउन गएको अघि लाकै थिएन यता पनि लाग्दैन के भन्नु त ठिक लागेन आज त मलाई तपाईँ सने जस्तो नै लागेन नुन नपुगे तरकारी जस्तो भयो नाच्ने उडवास गर्ने 20 चोटी मा कसम यस्तो 1200 मा 20 चोटी कसले गर्छ 1000 20 चोटी 20 चोटी 10 चोटी म 10 चोटी 20 गर्नुहुन्न 10 चोटी 30 गर्नुस् बन्द है 20 चोटी 10 चोटी अनि छोरी मान्छेको त भाउ बढ्छ भन्दै तिमीले त घटाउँदै आछ त हो 20 मा मानेन 30 गर्नु भनेको 10 पो भन्छ त होलसेलमा राख्दियो हाम्रो बडीलाई होलसेलमा राख्दियो के सोचेको लेपेको हामीलाई अहिले ढुङ्गाले हानेर तनक्कै उडबस गर्नुस् प्लिज कति चोटी अरे 10
लेट्स गो आइडी नजाओस् भनेर यस्तो लुगाहरू लाएको ल पहिले चाहिँ के नाङ्गै आथेर लुगा लाएर आएको अरे कति भयो त्यो हेलो त्यो भैँसीले घाँस मागे जस्तो नगर न यस्तै छ त्यस्तो पनि हुन्छ उडी बस भाइ नाच्नु न भनिसके म प्लिज जिताउनु भैँसीले घाँस मागे यस्तो टाउकोमा चाहिँ हल्लाइरहेको छ अहिले ढुङ्गै छैन र Six, five, छिटो seven. ट्याप ट्याप गर्दै जानु है गफमा नबोल्नु ट्याप ट्याप एक 9 guys into 2 10 भन 11 ओछ्या भएन सक्दिन क्या ओके 15 क्या आइरहेको साला जिन्दगी 90 ओइ टाउको मात्रै भयो 20 जसले मर्यो टुक्रा हरामी थ्याङ्क यू होइन सनायाजीको मलाई एउटा राम्रो बानी चाहिँ जे भनेको त्यो मान्छ क्या यस्तो बुढी चाहिँ बिहा गर्नुपर्छ केटा हो यस्तो लुगा लगाएपछि कसरी मेरो लाइफ ब्यान हुन्छ यस्तो लुगा लगाएपछि ल भन त अच्छा लुगा